ए हजुर, ऊर्जा ध्यानमा के गराइस्यो? हाम्रो कण्ठज्योति ध्यान विधिमा रिसर्च प्रयोगशाला चलिरहेछ। हामीले थाइरोइडको बिरामीहरूलाई चाहिँ एउटा ध्यानको विधि प्रयोग गरिरहेछौँ। कति दिन भयो? 97 दिन हो। जम्मा 108 दिनको यो रिसर्च हो, ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल। अब सकिन लाग्यो। कस्तो राम्रो। अनि अब कहाँको तयारी हो त? अब जानु पर्यो नि कर्मयोगको लागि। आज के अपरेसन छ? आज इयर सर्जरी छ। कानको? कानको है। ल, अनि कस्तो लाग्छ हजुर? अब हामी यसरी नै दिनचर्या जुन हाम्रो चलिरहेछ 3 वर्षभन्दा बेसी भइसक्यो, पहिलाको आफू र अहिलेको यसो सम्झिँदा कस्तो लाग्छ? अहिलेको आफू हलुका लाग्छ, अनि पहिलाको आफू अलिक भारी लाग्थ्यो, अनि धेरै मनमा कुराहरू हुन्थे, धेरै गन्तव्य टाढा टाढासम्मको सपनाहरू देखिन्थ्यो। अहिले आजको दिन बाँच्न पायो, पुग्यो। जस्तै अहिले हामी दुईजना बसिरहेछौँ नि, यही काफी छ। यो समय महत्त्वपूर्ण लाग्छ र एक दिन गरिकन हामी जिरहने प्र्याक्टिस गर्दैछौँ कि पल पल जिउने प्र्याक्टिस। जस्तै आज अब बिहान हामी 3 बजे उठ्छौँ, सधैँ आफै उठिन्छ। त्यो बायोलोजिकल क्लक, हामीलाई कुनै अलार्म चाहिँदैन। र उठिसकेपछि ऊर्जा ध्यान 90 मिनट्सको सेसन एभ्री डे हामी गर्छौँ र त्यसपछि यही नै हो दिनचर्या। अघि भर्खरै हजुरले के भन्छे थियो नि? एउटा कुरा अघि ठ्याक्क बोलेको थिएँ है मैले। मलाई चाहिँ हिजो आज अचम्म के लाग्छ र खुसी के लाग्छ भने निन्द्रा लाग्छ क्या। कतिजना बिरामीहरू आउनुहुन्छ होइन, उहाँहरूसँग नाम पनि छ, पद छ, पैसा छ, प्रतिष्ठा छ, सब चिज हुँदाहुँदै पनि मान्छेलाई निन्द्रा छैन हेर त। र हामी चाहिँ कति भाग्यमानी के, बेडमा बेलुका 9 बजे छिर्यो, 5 मिनटमा निन्द्रा लागिहाल्छ। अनि त्यसपछि बिहान 3 बजे आफै निन्द्रा खुल्छ। निन्द्रा पुग्दैन भन्छन् नि होइन, जस्तो 8 घन्टै सुत्नुपर्छ। हामीले त्यस्तो भएको छ त? त्यस्तो हुँदैन। त्यो बिहानको एकछिन 90 मिनटको सेसन, त्यसमा पनि करिब आधी घन्टाको मात्रै मेडिटेसनले पनि झन्डै 2-3 घन्टाको निन्द्रा बराबरको आराम दिइहाल्दो रहेछ कि। सुत्नुभन्दा अगाडि पनि? सुत्नुभन्दा अगाडिको 15 मिनट जति एकदमै राम्रो।